नमस्कार सेवारो अनि गुड मर्निङ। गणेश भगवानको दर्शन गर्नुहोस् ल। तीन चार दिनपछि म फेरि मन्दिर आइपुगेको छु। आज जेठ 26 गते 2083 सालको मंगलबार। बिस्तारै म यहाँलाई देवीको दर्शन गराउँछु ल। भित्रैसम्म गएर शिव भगवानको दर्शन गर्नुहोस्। अलि मौसम धुम्म छ। हिजोसम्म अस्तिको दिनसम्म अलि राम्रै थियो, हेर्नु न धुम्म छ। भक्तजनहरू आज 200-250 जना आउनु भएको छ। कति गर्मी छ भने नि तलतिर त ताप्लेजुङतिर कस्तो गर्मी छ, तपाईहरुकोतिर तराईतिर कस्तो होला। एकदम धेरै गर्मी बढेको छ यसपालि त। यहाँलाई म यतापट्टिबाट गएर विधिगत रूपमा दर्शन गराउने छु। हेर्न धुम्म छ भक्तजनहरू। धन्न जेस बिहान प्लास्टिक छाता ओर्नु परेन, राम्रो भयो। म यहाँलाई वरिपरि यसरी गएर दर्शन गराउँछु ल। घाम लागेको भए न्यानो पनि हुन्थ्यो, घाम लागेन। अखण्ड दीपको दर्शन गर्नुहोस्। अनि त्यसपछि कोक्रो अनि मूल उत्पत्ति स्थान दुःख गरेर आएर सबै कुरा पुरा होस् भनेर ढोग्ने ठाउँ। मैले यहाँलाई सधैँ सकुञ्जल देखाइ नै रहन्छु। त्यसपछि देवीको दर्शन गर्नुहोस्। हाम्रो गुरु दर्शन गुरु नमस्कार। देवीको दर्शन गर्नुहोस् ल। पाउको पनि दर्शन गर्नुहोस्। अलिकति धुम्म छ मौसम। म पुरानो घन्टी पनि सुनाउँछु यहाँलाई। हाम्रो गुरुहरू सुरक्षाको सरहरू अघि बिहानै ड्युटीमा आउनु भएको छ ल। आज 2083 साल जेठ 26 गते मंगलबार पाथिभरा मन्दिरबाट अलिकति दर्शनमा आउँदै हुन्छ नि प्लास्टिक छाता रेनकोटहरूको जो गरेर आउनु हुन अनुरोध गर्दै। बर्खै छ अझै है। यहाँहरू सबैजनालाई पाथिभरा मन्दिरबाट नमस्कार।